हेलो हेलो गाइस, चेक चेक आइएम ब्याक अगेन है। गुड मर्निङ सबैजनालाई सबभन्दा पहिला होइन। अब बिहान हो, अहिले बिहान टाइम हो। म चाहिँ उठेर नुहाइदिए गरेर ड्युटी जानलाई रेडी भएर बसेको होइन। रेडी भएर बसेको, रेडी हुनुभन्दा अगाडि चाहिँ मेरो कस्तो हालत थियो भने होइन, जस्ट जाडोमा अब थाहा होला सबैलाई निन्द्रा कस्तो प्यारो हुन्छ भने जाडो महिना मैले चिसो छ सबैतिर, चारै देश विदेश जता पनि होइन जाडो छ। अनि त्यो जाडोमा चाहिँ मलाई उठ्नु एकदम यस्तो गाह्रो भइरहेको थियो कि होइन, एकदमै गाह्रो भइरहेको थियो। अब निन्द्रा कतिको प्यारो हुन्छ तपाईँहरू सबैलाई थाहा छ होइन। अब जाडो महिनामा जस त्यो हुँदा नि मैले एउटा होइन गर्नुपर्छ, उठ्नुपर्छ, जानुपर्छ भन्ने भएर होइन मैले जबरजस्ती भयो भने उठ्यो, आफूलाई पुस गरेँ भनौँ न होइन। एउटा ऊर्जा निकालेर जाँगर निकालेर म उठेँ अनि नुहाइदिए गरेर चट्ट रेडी भएर बसिरहेको छु अहिले। अनि त्यो उठ्नुको कारण चाहिँ के हो भने अब पर्छ भन्ने खालको एउटा त्यो ऊर्जा दियो भने नि यो 2025मा चाहिँ मेरो अब कम्पनीबाट होइन वर्षमा अब भनौँ न वर्ष कति महिनामा भनौँ न एउटा इम्प्लोइ अफ द मन्थ भन्ने एउटा अब इम्प्लोइ अफ द इयर टाइपको त्यस्तै टाइपको होइन त्योहरू पाउँछ क्या। 2025मै सुरु भयो होइन, सुरुमा होइन अब त्यो जुनतिरबाट स्टार्ट भएको थियो होला। अनि त्यो मलाई खासै थाहा थिएन, आइडिया पनि थिएन। अनि मैले चाहिँ अस्ति हिजो बेलुका भर्खरै नै योहरू पाएँ कि होइन। अब भनौँ न यी सर्टिफिकेट छ जे होस् होइन, सर्टिफिकेट अवार्ड हुन्छ नि, योहरू मैले पाएँ कि यो कुराले नि मलाई उठाएँ कि होइन। बिहान के मलाई यो कुराले हेर्नु न यहाँनिर यो छ होइन, सबल देखेछ मेरो नाम हो कि होइन, राजकुमार तामाङ यो भयो। अनि अर्को यो दुईवटा वर्षमा अनि दुईचोटि इम्प्लोइ अफ द मन्थ भनौँ या इम्प्लोइ अफ द इयर, यो जो पाइ त्यसले पाइँदैन क्या। यो गर्नलाई धेरै हार्डवर्क गर्नुपर्छ, धेरै मिहिनेत पनि गर्नुपर्छ क्या। अब खै होला सायद अब मैले मिहिनेत पनि गरेँ होला, अब मेरो हार्डवर्क देखियो होला नि त होइन। कम्पनीको सबै अब मेरो सिनियरहरू भनौँ अनि कम्पनीका अब मेरो सबै डिपार्टमेन्टको मान्छेहरूले भनौँ न होइन, एउटा एक किसिमको एउटा हुन्छ नि त, उनीहरूले क्यामेराबाट अब कताबाट अब सब हेरेर हुन्छ, एनालाइसिस गरेर हुन्छ नि त, हेरेर हुन्छ। अनि यो चिजले मेरो जस मिहिनेत गरेको बिहान उठेर गएको अनि राति फर्केर आएको यो कुराको अनि तिनीहरूले मेरो एप्रिसिएट गर्यो नि त यो कामको होइन, मेरो एप्रिसिएट गर्यो, मेरो मलाई अब मेरो दुःख देख्यो नि त तिनीहरूले, त्यो अनुसारले अनि यिनीहरूले होइन यो सर्टिफिकेट मात्र होइन कि यो भनेको एउटा ऊ हो क्या, के भन्छ अरे जिन्दगीभर याद हुन्छ कि मैले यो ठाउँबाट यो पाएको थियो भनेर होइन। पैसा नि पाउँछ यो सँगसँगै, पैसा नि पाउँछ होइन। अब पैसा किन खुलाउनु होइन, पैसा भनेको पैसा नि इम्पोर्टेन्ट हो, पैसा भनेको जान्छ नि त, हराएर जान्छ। यो भनेको एउटा चिनो हो नि त, चिनो हो, कहिले पनि मेटिँदैन क्या। अनि एउटा रेकर्ड भयो नि त यो। अब मेरो मसँग मात्रै होइन, प्लस कम्पनीमा हुन्छ, अब हाम्रो ब्रान्चमा हुन्छ, सबै ठाउँमा हुन्छ, फोटो टाँचे हुन्छ, यो राखेको हुन्छ, यो मान्छे चाहिँ बेस उ त्यो हो, वर्कर हो टाइपको एउटा राखेर मिलाएर राखेको हुन्छ कि उनीहरूले फ्रेममा, अब जस्तै राखेर फ्रेममा फोटोहरू यस्तो राखेको हुन्छ नि त। अफिसतिर भयो अब जताततै होला राख्छ कता कता। अब मैले सुनेको अनुसार चाहिँ मेरो फोटोहरू धेरै ब्रान्चहरूमा पनि छ अरे भनेर सुनेको थिएँ होइन। अनि पठाएर नि हुन्थ्यो, एक दुईवटा ब्रान्चहरूको त्यो साथीहरू हुन्छ नि त, लिङ्क हुन्छ नि त, तिनीहरूबाट आइरहेको थियो होइन। वा उस्तो त यस्तो यस्तो भनेर आइरहेको थियो होइन। त्यो कुराले मलाई प्राउडली अनि नै भन्छु, म प्राउड फिल पनि गरिरहेको छु होइन। किनभने म अनि त्यही कुराले मलाई उठायो कि, यो कुराहरूले मलाई एकदम जाँगरिलो बनायो क्या। अनि त्यसपछि छोड्दै निन्द्रो सिन्द्रो चिसो सिसो सब भनेर चाहिँ म होइन झामझुम गरेर नुहाइसुहाइ गरेर ब्रस गरेर अब रेडी भएर ड्युटी जानु लाग्यो। त्यही ड्युटी जानुभन्दा यो अगाडि सानो कुरा सेयर गर्नु मन लाग्यो, खुसीको पल हो नि त यो, खुसीको एउटा चाहिँ हो, एउटा यादगार हो, यादगार हुन्छ भनेर मैले सेयर गरायो क्या। तपाईँहरू पनि होइन यदि कतै कतै केही काम गरिरहेको छ भने मिहिनेत र लगनशील देखाउनु क्या, मिहिनेत गर्नु होइन। मिहिनेतको फल अवश्य पाउँछ भन्छ नि, यही नै हो क्या मिहिनेतको फल। मेरो मिहिनेतको फल हो क्या यो होइन, मेरो मिहिनेतको फल हो यो। अनि अब धेरै किन कुरा गर्ने, अनि त्यही हो। अब मलाई थाहा छ यो भिडियो हालेपछि मैले अब तेरो भ्लग त आउँदैन, यो आउँदैन, बाहिर आउँदैन, जहिले रुमभित्र आइरह के यस्तो उस्तो भन्ला होइन।
मेरो भ्लग मलाई बनाउनु मन छ कि बाहिर जानु नि मन छ, तर मैले टाइम पाइरहेको छैन। काम त्यही त हो नि, ड्युटी यस्तै हुन्छ। बिहान उठ्यो गयो, राति आयो खायो सुत्यो, फेरि उठेर गयो। एउटा लुप हो क्या जिन्दगी, लुपमा चलिरहेको छ, यसरी चलिरहेको क्या, त्यो घुमिरहेको छ क्या त्यहीँको त्यहीँ। त्यही भएर म अलिकति बाहिर पनि घुम्न जानु पनि पाएन होइन, बाहिर जानु पनि पाएन, छुट्टी पनि अब मिलिरहेको छैन। तर मैले यसरी नै अब भित्रभित्र भए पनि सानोतिनो भिडियोहरू हाल्दै गर्छु होइन। सपोर्ट गर्नु होला, माया गरिदिनु होला। अनि यो इन्फर्मेसन जस्तै हो यो भिडियो चाहिँ एउटा होइन। तपाईँहरूले काम गर्नु भने अनि यो अब मेरो अब आउने भनेको पुस्ता भनौँ कि आउने उयोहरूले अब हेर्दाखेरि पनि होइन, ए बाउले त यस्तो गरेर रहेछ होइन, ए मेरो दाइले यस्तो गरेर, मेरो भाइले यस्तो गरेर चाहिँ, अनि मेरो काका भतिजा यस्तो हुन्छ नि, अग्रम बग्रम अब सबै मिलाएर बुझ्नु नि तपाईँहरूले। त्यो हुन्छ नि, तिनीहरूले प्रडक्ट यस्तो गरेछ, यस्तो गऱ्यो भने यस्तो हुँदो रहेछ है भनेर उनीहरूले नि अलिकति उनीहरूलाई नि त्यो शक्ति मिलोस् क्या, ऊर्जा मिलोस्, शक्ति मिलोस्। अनि यसो एउटा काम गर्ने, मेहनत गर्नलाई सिकोस् भनेर चाहिँ मैले भिडियो बनाएको हो होइन। अब तपाईँहरू पनि यदि कतै केही काम गरिरहनु भएको छ भने मेहनतसँग गर्नु होला, अवश्य नै फल पाउँछ। तर यो चिज चाहिँ अब सर्टिफिकेट हुन्छ नि हाम्रो, यो चिजले चाहिँ हामीलाई नमरिन्जेलसम्म चाहिँ सम्झना रहिरहन्छ। मैले यो देखेँ भने अब चट्ट तपाईँ यो फ्रेम बनाएर चट्ट घरमा राख्दाखेरि कहिले कता यतै अब देख्दाखेरि चट्ट देख्दाखेरि पछि बुढेसकालमा चट्ट देख्दाखेरि अनि याद आउँछ नि त, जमानामा मैले यस्तो गरेको थिएँ, मेरो नाम यसो आएको थियो है, यस्तो ठाउँबाट यस्तो कम्पनीमा काम गर्दाखेरि भन्ने एउटा याद हुन्छ नि त। त्यही भएर यो मैले भिडियो यस्तो एउटा यादगारको लागि बनाएको हो। एकदम के भन्छ अरे पोजिटिभ भाइब दिन्छ क्या यस्तो योहरूले होइन। त्यही भएर तपाईँहरू नि मेहनत गर्नु होला। अब अरू के भन्नु, यस्तै हो। हस्त, धन्यवाद।